ल है गाइजहरू यो तल देखिएको चाहिँ पुखुवा है। यो चाहिँ अरुण 3 हाइड्रो पावरको पावर हाउस हो, बन्दै गरेको हो। अनि यहाँबाट चाहिँ ठ्याक्कै यो तल देखिने कालो चाहिँ पुल निर्माण हो। यो चाहिँ लगभग 4-5 वर्ष भइसक्यो, अझै पनि जोडिसकेको छैन। फाइनली पुखुवादेखि याफुसम्मको चाहिँ यो अहिले जुन ट्र्याक ओपन भएको बाटो चाहिँ पदमार्ग थियो। अहिले चाहिँ तपाईँको सरर रोड गएर चाहिँ आज चाहिँ तलबाट र यताबाट ल्याएको पुखुवा यता याफुबाट थुरेको बाटो चाहिँ ठ्याक्कै जोडिएको छ। अर्को महिनादेखि चाहिँ यो बाटोमा पनि मोटर बाटो बन्ने, यो मोटर बाइकहरू है सँग सजिलै हिँड्न सक्ने बाटो चाहिँ बनाएको छ। यस्तो भौगोलिक हिसाबले ठगिएको ठाउँ भए तापनि है, हेर्नु त यो तल खस्यो भने एकैचोटि कोसीमा पुगिन्छ होइन। अनि यस्तो भिरको बाटो फोडेर चाहिँ यस्तरी बाटो निर्माण भएको छ। साथीहरू घुम्न आउनु सक्नुहुन्छ तपाईँहरू पुखुवा टु याफु है। मोटर बाइकमा आएको हामीले तल बिच बाटोमै छोडेर हामी चाहिँ पैदल हिँडिरहेको छौँ। हामी 2 जना छौँ, हामी उता पूजन सर हुनुहुन्छ है। अर्को महिनाबाट बाइकमा सरर कुद्ने है गाइजहरू। ल यस्तै भिडियोहरू हेर्नका लागि मेरो युट्युब च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला।